हेलो गाइस, म मर्कुस लिम्बू है। नमस्कार सबैजनालाई। यो चाहिँ मेरो फर्स्ट भिडियो युट्युबको लागि। जसमा अहिले चाहिँ म यता गाउँमा आइरहेको छु कि यहाँ साथीलाई बसिरहेको छु। यो चाहिँ यहाँ हल्लो जोत्दैछ। आज धराउनु गएको म चाहिँ बस्नु बोर लागेर यसो डुल्दै 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 गाउँको हल्ली चल्ली बुझ्दै आएको यता। यतिको चाहिँ हुनु पऱ्यो। जोताइ राम्रो छ। ग्राबारीमा कोही हुनुहुन्छ भने कन्ट्याक्ट गर्नुहोस् यसलाई। यसको ढुङ्गा छ, ढुङ्गा 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 झन्डै त्यो पनि गयो। यस्तै छ हाम्रोतिरको ठाउँहरू चाहिँ होइन। के गर्नु, यस्तै छ हजुर। गाउँठाउँ भनेको सबैजना सन्चै हुनुहुन्छ होला नि त होइन। तपाईँहरूकोतिर चाहिँ कस्तो हुँदैछ अहिले, गर्मी कतिको छ, कस्तो छ वेदरहरू हो। यता चाहिँ गर्मी नै छ, तर बेलुका अलिक चिसो नै हुन्छ। यो चाहिँ हाम्रो यसलाई चाहिँ भन्छ मुगु, मुगु हो। अनि त्यो देवीथान, अनि यो चाहिँ जङ्गलहरू देखेको चाहिँ यो पहिला मैले बाख्रा चराउने घाँस काट्ने है दाउराहरू यहीँबाट उसार्थ्यौँ थियौँ पहिला। त्यसैले अहिले चाहिँ म यता मेरो माउली गाउँतिर आएको छु। के भनौँ हो, के भनौँ, खै मलाई त भिडियो बनाउनै आउँदैन हौ साथीहरू। गाह्रो छ हौ, के गर्ने, गाह्रो छ त हौ। भिडियो पनि खासै बनाउनु आउँदैन हो। बोल्नै त जानिँदैन, के भन्नु हो। त्यस्तै होइन, तर सपोर्ट गरिदिनु होला होइन। कसैले यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने गरिदिनु होला, सेयर गरिदिनु होला हो। गाह्रो छ, के गर्नु। यो चाहिँ धमाधम। ओ अब के रोप्छ? मकै? ओए ओए मकै छर्छ अब, मकै छर्छ हो। यो जोतेर मकै छर्छ हो भनेको नि। गाइस कोलाई के थाहा छ हौ यस्तो यो अहिले चाहिँ के रोप्छ यहाँ थाहा नै छैन। तपाईँहरूलाई थाहा छ भने यदि कमेन्टमा भन्नु सक्नुहुनेछ होइन। मलाई चाहिँ खासै थाहा छैन मकै छर्छ होइन। मकैहरू त छ, अब यो छरिसकेको छ होइन। गाउँहरू खासै छैन, पहिला जस्तो छर्दैन अहिले। आँपहरू यो पौलिँदैछ। वर्षौनी मात्रै भन्दा आँपहरू भनेको त वर्षौनी मात्रै भएर आँपहरू पनि अब एक वर्षमा, अब यो वर्ष फल्यो अर्को वर्ष फल्दैन। मकै नै रहेछ, मकै नै रहेछ। अच्छा मकै नै रहेछ, मकै नै अहिले आएर थाहा मकै नै रहेछ। अब के गरिन्छ अहिले होइन, हेर्दै जाउँ, साथमै रहनु होला। चत्र होइन गाह्रो। भान्जी रुँदैछ। अहिले चाहिँ हामी सकेर साथीहरू लाग्यौँ। भान्जी त रुयो। मामाको हालत पनि यस्तो छ, अब के गर्नु। भान्जी मामा भान्जीको अथा प्रेम छ, अथा प्रेम छ मामा भान्जीको। गाह्रो छ अथा प्रेम माइजू। जा ल ठिक छ, जानु होइन म जानु। म जानु। सबै सन्चै नै हुनुहुन्छ होला सायद होइन। बर बोल्नु पनि अल्छी लागिरहेको दाजुभाइ तथा दिदीबहिनीहरू क्या भर्खर श्रमदान सकेर आएको। श्रमदान हाम्रो चाहिँ यहाँ बाटो बनाउँदैछ नि त, त्यही भएर भर्खर श्रमदान सकेर आएको। के गर्नु, यस्तै छ, गाह्रो छ। घामले डढियो अलिअलि, फेरि अहिले 1:30 बजीदेखि लाग्नु पर्नेछ हो। त्यसो थोरै भिडियो बनाउँ भनेर निस्केको भन्नुपर्छ है त। खै यो चाहिँ हाम्रोतिरको हो पिच रोड, अनि यसलाई चाहिँ मुगु खोला भन्छ। मुगु खोला है त, मुगु खोला हो। अनि हाम्रो घर चाहिँ यहाँदेखि पर्तिर हो होइन। अनि यो रोड चाहिँ महेन्द्र
महेन्द्र भन्नु आएछ कि मदन राजमार्ग हो यो 17-18 वर्षपछि बनेको यो रोड होइन राम्रो छ तपाईँहरू कतिलाई थाहा होला यो बाटो केराबारी कति घुम्नु आउनु भएको होला जो लामो क्या त्यो सिउमा फोटो खिच्नु कतिलाई थाहा होला तपाईँहरूलाई होइन अब आउनुहोस् घुम्नुहोस् केराबारी एकदम राम्रो राम्रो ठाउँ छ हो 1-2 ठाउँ घुम्नुहोस् एकदम राम्रो राम्रो ठाउँ छ गर्मी चाहिँ मस्तै बढेको छ यार त्यो खालको गर्मीले चाहिँ माछौ सूर्यदेव ब्राइटनेस त अहिले चाहिँ म साथीकोमा हिँड्दै गरेको थोरै काम छ र मेरो होइन यसो घरमै छु भनेको छ झट्ट जाने काट गर्ने तल डाँगी जाने काम छ डाँगीतिर गयो भने चाहिँ झट्टसँगले म भिडियो बनाउँछु यता को गएको होइन एक्लै गयो भने त अब बनाउँदिनँ किनकि अब बाइकमा गइन्छ गइहाल्नु पनि गाह्रो हुन्छ त्यसैले हो त्यही भएर चाहिँ हो चाहिँ मितेरी चोक आइपुग्नु आँट्यो हामी फाइनली मितेरी चोक आइपुग्नु आँट्यौँ मितेरी चोक गाह्रो छ नि गाह्रो छ के गर्नु र यस्तै छ दिन्छ या होइन केटाहरू त छैन थियो चाहिँ मेरो साथी हो छैन जस्तो छ केटाहरू चाहिँ काममा गएको होला आफ्नो आफ्नो काममा के गर्नु त एउटा आइपुग्यो केटाहरू सबै पढाइसकेर डाक्टर बेग आइसक्यो ओइ कहाँ गएर आएको त अहिले ल ठिक छ सेल्फी हान्दै हिँडेको सेल्फी के गर्नु गरेर छ यो पनि हामीसँग पढेको होइन तर अरे भाउजू के छ हो भाउजू सानोतिर कहाँ गल एकदम मजा आएको हुन्छ भाउजूहरू चाहिँ पहिला हामी यहाँ त डान्स सिक्थ्यौँ क्या यो मित्री चोक हो पहिला अब यो बाटो नभन्नु जस्तो थियो एउटा चोक अहिले चाहिँ पिच बनेर यस्तो भएको छ तल छैन जग्गा डान्स गर्नु होइन हजुर सन्चै के छ मामा सन्चै ए मासतिर पहिले हामीलाई डान्स सिकेको ठाउँ चाहिँ यो हो दसैँमा जस यहाँ चाहिँ हामी डान्स गर्थ्यौँ सोल्टिनले सिकाउनु थियो होइन पछि चाहिँ आफै सिक्नु हामी पनि सोल्टिनीहरू बेगर जानुभयो सोल्टिनीहरू भन्दा पनि सोल्टिनी हुनुहुन्थ्यो बेगर जानुभयो पछि चाहिँ हामीले नै आफै नै सिक्यौँ 2 वर्ष सायद 2-3 वर्ष हिँड्न हामी मलाई समथिङ मितेरी क्लब भनेको थियो नि त त्यतिखेर अहिले पनि छ स्टिल तर अहिले चाहिँ अब डान्स हुँदैन होइन त्यही भएर चाहिँ च्याट्ट लाएर यसरी होइन आफ्नो आफ्नो सबैले कामहरू आफ्नो आफ्नो भविष्य हेर्नु भयो भने त नाचेरै मात्रै पनि नहुने होइन नाच्नु गाउनु भनेको आफ्नो ठाउँमा छ हुनु पनि पर्छ जस्तो लाग्छ म चाहिँ किनकि नाच्नु गाउनु होइन एउटा हुनुपर्छ तर अब सधैँभरि त्यसमा पनि लागेर त भएन नि त अब किनकि अब नेपालको त्यही हो त्यसमा लागि पर्दा पनि अब लाइफ छैन फ्यामिली प्रब्लम हुन्छ होइन पैसा छैन पैसा कमाउनु पऱ्यो छैन आफूसँग स्किलहरू भएर मात्रै पनि भएन आफूसँग कलाहरू मात्रै भएर पनि भएन के गर्नु कमाउनु पऱ्यो जमाउनु पऱ्यो बे गरिन्छ होला एक दिन होइन बे त अभियसली नै गरिहालिन्छ अर्काको छोराछोरीलाई त्यतिकै राख्नु भएन छोरीहरूलाई होइन
अब कमाउनु त पर्यो गाह्रो छ गोरु ओइ गोरु गोरु नि ओइ गोरु त्यो गोरु चाहिँ यहाँ छ अर्को गोरु नानीसँग खेल्दै बसिरहेको छ म गोरु चाहिँ यसलाई भेट्न आएको गाइस गाह्रो छ के गर्नु गाउँघरमा साथीहरू पनि छैन खासै त्यही भएर यस्तै छ साथीहरू यो चाहिँ मेरो अब फर्स्ट भ्लग थियो नि त खासै बोल्नु पनि जानिनँ होइन खासै भिडियो बनाउनु जानिनँ यति नै थियो आजको भ्लग थ्याङ्क यू है त